वेलकम बैक टू फ्राइडे फाइनेन्स विथ एआरएस। आजको फ्राइडे फाइनेन्समा हामीले हजुरलाई बिजनेस लोनको बारेमा जानकारी दिन गइरहेका छौँ। बिजनेस लोन जेनरली दुई प्रकारको हुन्छन्। एउटा फिक्स एसेट टर्म लोन यानि कि आवधिक कर्जा र वर्किङ क्यापिटल लोन यानि कि चालु पुँजी कर्जा। फिक्स एसेट टर्म लोन बिजनेसमा नयाँ एसेट क्रिएट गर्नलाई दिइन्छ, जस्तै व्यावसायिक प्रयोजनको लागि जग्गा खरिद गर्नुहोस्, भवन निर्माण गर्नुहोस्, सवारी साधन खरिद गर्नुहोस्, मेसिनरी या कुनै अन्य उपकरणहरू खरिद गर्नलाई यस्ता प्रकारको कर्जाहरूको इस्तेमाल गरिन्छ। यो लोनको अवधि जेनरली 10 देखि 15 वर्षको हुन्छ र यसको रिपेमेन्ट भनेको बिजनेसको क्याश फ्लोको हिसाबले इएमआई बेसिसमा, इक्युआई बेसिसमा या 3 महिनामा इक्वल प्रिन्सिपल या बलुनिङ प्रिन्सिपल प्लस इन्ट्रेस्टको आधारमा गर्न सकिन्छ। वर्किङ क्यापिटल लोन यानि कि चालु पुँजी कर्जा कम्पनीको नेट वर्किङ एसेट्सको म्यानेजमेन्टको लागि दिन्छ। नेट वर्किङ एसेट्स भन्नाले कम्पनीको स्टक प्लस लिनुपर्ने पैसा डेटर माइनस तिर्नुपर्ने पैसा क्रेडिटर भन्ने बुझिन्छ। टोटल नेट वर्किङ एसेट्सको म्याक्सिमम 70 to 80% ब्याङ्कले हजुरहरूलाई वर्किङ क्यापिटल लोन फाइनेन्स गर्दछ। हजुरको बोरोइङ निडको हिसाबले हजुरले डिफ्रेन्ट फेसिलिटी अफ वर्किङ क्यापिटल लोन लिन सक्नुहुन्छ, जस्तै ओभरड्राफ्ट आजको दिनमा जसलाई क्यास क्रेडिट भनिन्छ, ट्रस्ट रिसिप्ट जुन चाहिँ हजुरको एलसीको सेटलमेन्टको लागि लिइन्छ, डिमान्ड लोन या सर्ट टर्म लोन फेसिलिटी लिन सक्नुहुन्छ। रिभल्भिङ नेचरको वर्किङ क्यापिटल लोन नर्मली 1 सालको लागि प्रोभाइड गरिन्छ र हर साल यसको रिन्यू गर्नुपर्ने हुन्छ, जबकि आवधिक वर्किङ क्यापिटल लोन यानि कि पर्मानेन्ट वर्किङ क्यापिटल लोन जेनरली 5 देखि 10 वर्षको लागि प्रोभाइड गरिन्छ। बिजनेस लोनको बिजनेस प्रयोजनको लागि सदुपयोग गर्नु हर व्यवसायीको दायित्व हो। यदि दुरुपयोग गरिएको पाइएमा टोटल लोनको 100% कर्जा नोक्सानी मानि ब्याङ्कले आफ्नो प्रॉफिट एन्ड लस स्टेटमेन्टमा त्यसलाई लसको रूपमा देखाउनु पर्ने हुन्छ। आजको लागि फ्राइडे फाइनेन्समा यति नै। आई होप हजुरहरूले आजको भिडियोबाट बिजनेस लोनको बारेमा जानकारी पाउनु नै भयो होला। यस्तै इन्फर्मेटिभ भिडियोको लागि स्टे ट्युन्ड, विल क्याच यु अप अन नेक्स्ट फ्राइडे।